विश्वको दोस्रो सबैभन्दा ठूलो हवाईजहाज एन्टोनोभ AN-225 मारिया, जुन चाहिँ 1980 मा बनेको थियो। यो हवाईजहाजको बन्ने लागत खर्च $250 देखि $300 मिलियन थियो। यो हवाईजहाज चाहिँ युक्रेन भन्ने देशमा बनेको थियो। यो हवाईजहाजको लम्बाइ चाहिँ 290 फिट थियो र यस हवाईजहाज कार्गो हवाईजहाज भनेर चिनिन्थ्यो। यो हवाईजहाजलाई स्ट्याच्यु अफ लिबर्टी भनेर चिनिन्थ्यो। यो हवाईजहाजको बनावट चाहिँ 6 वटा टर्बोजेट इन्जिन प्रयोग गरिएको थियो र 32 वटा टायर चाहिँ पछाडि भागमा प्रयोग गरिएको थियो र 4 वटा टायर चाहिँ अगाडि भागमा प्रयोग गरिएको थियो अवतरणको लागि। यो हवाईजहाजलाई स्ट्याच्यु अफ लिबर्टी भनेर चिनिन्थ्यो। यो हवाईजहाजको बनावट चाहिँ 6 वटा टर्बोजेट इन्जिन प्रयोग गरिएको थियो र 32 वटा टायर चाहिँ पछाडि भागमा प्रयोग गरिएको थियो र 4 वटा टायर चाहिँ अगाडि भागमा प्रयोग गरिएको थियो अवतरणको लागि। हवाईजहाजको प्रयोग। यो हवाईजहाज दुनियाँको सबैभन्दा बढी सामान र कन्टेनरहरू बोक्ने गरिन्थ्यो। यो हवाईजहाजमा एकैचोटिमा 640 मेट्रिक टन सामान बोकेर उड्ने गरिन्थ्यो। यो हवाईजहाजमा खास गरी प्राइभेट जेट प्लेन र फाइटर प्लेन बोकेर एक देशबाट अर्को देश लग्ने गरिन्थ्यो। हवाईजहाजको प्रयोग। यो हवाईजहाज दुनियाँको सबैभन्दा बढी सामान र कन्टेनरहरू बोक्ने गरिन्थ्यो। यो हवाईजहाजमा एकैचोटिमा 640 मेट्रिक टन सामान बोकेर उड्ने गरिन्थ्यो। र एक दिन यस्तो आयो कि रसिया र युक्रेनको युद्ध हुँदा यो विमानलाई 2022 27 फेब्रुअरीको ध्वस्त बनाइएको थियो।